घरका लागि टिभी अथवा वाशिङ मेसिन किन्दाखेरि त त्यसको मूल्य, उपयोगिता, वारेन्टी, ग्यारेन्टी आदि सबै बारे विचार गर्ने हामी सेयर किन्दा भने किन अरूको लहै र प्रचारबाजीको पछि लाग्ने? आफ्नो पैसा, आफ्नो लगानी, आफ्नै स्वविवेक प्रयोग गर्न मन लाग्छ भने यो भिडियो अथवा यो सिरिज तपाईको लागि एकदमै महत्त्वपूर्ण हुन सक्छ। किनकि शेयर बजारमा आफैले अध्ययन गरेर लगानी निर्णय गर्नको लागि फन्डामेन्टल एनालाइसिस सिक्न एकदमै जरुरी छ। नमस्कार, म मुकेश पोखरेल। स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज यस भिडियो सिरिज अन्तर्गतको पहिलो भिडियो लिएर तपाईहरु सामु उपस्थित भएको छु। यस सिरिजमा नेप्सेमा रहेका कम्पनीहरुको फन्डामेन्टल एनालाइसिस बारे तपाईहरुलाई जानकारी गराउँदैछु, विशेष गरी नयाँ लगानीकर्ता। सिधा भन्नुपर्दा फन्डामेन्टल एनालाइसिस भनेको कम्पनीको वास्तविक आर्थिक अवस्था, यसको कमाई, भविष्यको योजना र व्यापारको मोडलको मूल्याङ्कन गर्ने प्रक्रिया हो। यसको मुख्य उद्देश्य भन्नु नै कम्पनीको शेयरको वास्तविक मूल्य पत्ता लगाउनु हो। टेक्निकल एनालाइसिसले चार्ट र त्यसमा भएको प्राइस र भोल्युमको मुभमेन्टलाई हेर्छ भने फन्डामेन्टल एनालाइसिसले कम्पनीको वास्तविक आधारभूत शक्ति हेर्दछ। यसले कम्पनीभित्र के खिचडी पाकिरहेको छ भन्ने कुरा जान्नको लागि मद्दत गर्दछ। नेप्सेमा त फन्डामेन्टल एनालाइसिस किन पनि आवश्यक छ भने यहाँ केही ठगहरूले फैलाएको हल्ला प्रचारबाजीका भरमा धेरैभन्दा धेरै लगानीकर्ताहरूले लगानी लिन्छ र कालान्तरमा पछुताउने पनि गर्छन्। तर केही भ्यालु इन्भेस्टरहरू पनि छन् जसले तथ्यमा आधारित लगानी निर्णय लिन्छ। सर्ट टर्ममा त यसले खासै लाभ नदिए पनि लङ टर्ममा भने राम्रो आम्दानी गरिरहेको देख्न सकिन्छ। यसले लामो रेसको घोडा अर्थात् ब्लू चिप कम्पनीको पहिचान गरी सुसूचित लगानी निर्णय लिनको लागि सहयोग गर्दछ। यदि तपाईँ पनि शेयर बजारमा नयाँ हुनुहुन्छ, अनुमानमा होइन विश्लेषणमा आधारित लगानी गर्न चाहनुहुन्छ र छोटो होइन दीर्घकालीन सोच राख्नुहुन्छ भने यो सिरिज तपाईहरुको लागि। यस सिरिजमा हामी एकदमै सरल र सजिलो तरिकाले निम्न विषयहरूको बारेमा चर्चा गर्नेछौँ। जस्तै वित्तीय विवरणहरू कसरी अध्ययन गर्ने, EPS, PE रेशियो, ROE, डेब्ट इक्विटी रेशियो जस्ता प्रमुख सूचकहरू के हुन् र कसरी काम गर्छन्, नेप्सेमा रहेका विभिन्न सेक्टरहरूको तुलना कसरी गर्ने, जोखिमका सङ्केतहरू अथवा भनौँ रेड फ्ल्याग्सहरू के हुन्, कम्पनीको व्यवस्थापन र दीर्घकालीन योजना कस्तो छ भन्ने बारे र नेप्सेमा सूचीकृत केही वास्तविक कम्पनीहरूको केस स्टडी पनि गर्नेछौँ। यदि तपाईँ पनि नेप्सेमा स्मार्ट इन्भेस्टर बन्न चाहनुहुन्छ भने कृपया च्यानल सब्स्क्राइब गर्नुहोस् र नोटिफिकेसन बेल पनि थिच्नुहोस् ताकि अर्को भिडियो छुट्न नपाओस्। अर्को भिडियोमा कम्पनीको फाइनेन्सियल रिपोर्टहरू कसरी पढ्ने भन्ने बारेमा हामी चर्चा गर्नेछौँ। तबसम्मको लागि जानकार रहौँ र स्मार्ट इन्भेस्टर बन्ने यात्राको थालनी गरौँ। धन्यवाद।